सम्पूर्णमा नमस्कार। मेरो नाम विशाल भट्टराई। म कक्षा 10 मा अध्ययनरत छात्र। मेरो कथाको शीर्षक रहेको छ गोठको अन्तिम रात। छाउपडी प्रथामा आधारित यथार्थपरक कथा हो। कथा सुरु हुन्छ अब। सुदूरपश्चिम नेपालको पहाडी गाउँ लदौली, जहाँ जताततै छाउगोठ अनि परम्परा र चलनले मानिसहरूको सोच बाँधिएको थियो, त्यही गाउँमा बस्थिन् 16 वर्षकी विद्यार्थी गौरी। उनी पढाइमा तेज थिइन्। उनको सपना सहरमा गएर स्वास्थ्यकर्मी बन्ने थियो, तर भाग्यले उनलाई एउटा क्रूर परीक्षा अघि राखिदियो। आइतबार बिहान गौरी विद्यालय जाने तयारी गर्दै थिइन्। अचानक उनको कपडामा रातो दाग देखियो। गौरी डरले काप्दै आमा कहाँ गइन् र भनिन्, आमा, मेरो कपडाको दाग के को होला? आमाले केही क्षण गौरीको अनुहार हेरिन् अनि गम्भीर स्वरमा भनिन्, छोरी, तिमी महिनावारी भएकी हौ। अब तिमीले 10 दिनसम्म कसैलाई छुनु हुँदैन र घरमा नबसी गोठमा बस्नुपर्छ। गौरी अचम्ममा परेकी थिइन्। उनको स्वर हल्का र पीडा मिश्रित भयो। आमा, म अपराधी भएर? यो त प्रकृतिको नियम हो, यसको दण्ड मलाई किन भनेर आमालाई प्रश्न गरिन्। आमाको नजर झुकेको थियो। उनले बिस्तारै भनिन्, समाजले जे भन्छ त्यसैमा हाम्रो इज्जत छ छोरी। तिम्रो हजुरआमा पनि गोठमै सुत्नु भएको, मैले पनि गोठमै सुतेँ र तिमीले पनि गोठमै सुत्नुपर्छ। फेरि गौरीले आमालाई भनिन्, म गोठमा सुत्दिनँ, सर्प मुसा हुन्छन्। आमाले रिसाउँदै भनिन्, होइन छोरी, तिमी गोठमै सुत्नुपर्छ, होइन भने देवी रिसाउँछिन्। गौरीका बुबा अलि पढी लेखेका थिए। उनले भने, घरमै सुत्न देऊ न त बुढी, छोरी सानी छे, डर मान्छे, बरु म देवीलाई मन्दिरमा फुल चढाउँछु। त्यही समयमा गौरीका पल्ला घरे ठुलोबुबा आइपुग्नुभयो र भन्नुभयो, नियम तोड्ने भुल नगर छोरी, देवीले श्राप छिन्। गाउँका मानिसहरू पनि चलन तोड्ने अनुमति कसैलाई पनि हुँदैन भनेर भन्न थाले। साँझ पर्नासाथ आकाश कालो भयो। गाउँको वायुमण्डलमा मौनता र डर दुवै मिसिएको थियो। गौरीकी आमाले एउटा पुरानो कपडा र बासी खाना दिइन् र भनिन्, गौरी, अब यही खाना खाऊ र सुत जाऊ गोठमा। गौरीले आश्चर्यचकित हुँदै भनिन्, आमा, मलाई दुध दही दिनु न, दुध दही नखाई खाना खाइँदैन। आमाले हप्काउँदै भनिन्, छोरी, यो समयमा गोरस खानु हुँदैन, पाप लाग्छ। अन्ततः गौरी चुप लाग्दै गोठतर्फ लागिन्। मौसम चिसो थियो। उनको मन डरले भारी भएको थियो। गोठभित्र अन्धकार थियो, न त बिजुली बत्ती, न त सुत्ने राम्रो ओछ्यान नै। बासी खाना खाइन् र परालको ओछ्यानमा सुतिन्। एक्कासी रातमा गोठभित्र आवाज आयो। त्यो थियो मुसा र सर्पको सरसराट। त्यो सुनेर गौरी डरले कापिन्। उनी डरले काप्दै ढोका खोलिन् र ठुलो स्वरमा आमालाई भनिन्, आमा, म गोठमा सुत्न सक्दिनँ, डर लाग्यो। तर कुप्रथा र अन्धविश्वासमा अडिएकी आमाले, हुँदैन छोरी, देवी रिसाउँछिन्, तिमीले गोठमै सुत्नुपर्छ भनेर जवाफ दिइन्। गौरी चुप लागिन् र सुतिन्। त्यो रात हावा गर्जियो, वर्षा भयो। गोठको ढोकाहरू कर्कल्ला जस्तो आवाज गर्दै हल्लिए। अनि बिहान सूर्योदय अघि गोठ फेरि मौन भयो। बिहान गौरीकी आमा दौडिँदै गोठ पुगिन्। भित्रको दृश्य देख्दा उनको हृदय थाप्न सकेन। गौरी निस्सासिएकी थिइन्। हातमा माटोको ढेक्की कसेको जस्तो लाग्थ्यो। उनले अझै बाँच्न खोजिरहेकी जस्ती थिइन्। गौरीकी आमा चिच्याइन्, छोरी, तिमीले भनेकी थियो गोठमा सर्प हुन्छन्। म चलनमा अन्धी भएर तिमीले मलाई सधैँका लागि छोडेर गयो। गाउँका सबै मानिस गोठ वरिपरि जम्मा भए, तर कसैको मुख खुलेन। पल्ला घरे गौरीका ठुलोबुबा पनि मौन थिए। गौरीका बुबा घुँडा टेकेर आँखामा आँसु बिजाउँदै बोल्न थाले, चलनले हाम्रो छोरीलाई चोरेर लग्यो। त्यो खबर केही दिनमै काठमाडौँसम्म पुग्यो। त्यहाँबाट आइन् ललिता दिदी, जुन शिक्षित स्वास्थ्य स्वयंसेविका, जसले वर्षौँ अघि त्यही गाउँमा स्वास्थ्य सचेतना फैलाउने प्रयास गरेकी थिइन्। उनले गाउँका सबैलाई चौरमा भेला पारिन् र दृढ स्वरमा भनिन्, गौरी मरिन्, तर देवीले होइन, अन्धविश्वासले उनको श्वास लियो। रगत पाप होइन, यो त जीवनको सङ्केत हो। गोठमा सुत भनेर न त विज्ञानले भन्छ, न त भगवानले नै भनेर सबैलाई बुझाइन्। एक वृद्धले रुँदै भनिन्, हामीलाई कसैले बुझाएको थिएन छोरी। ललिताले शान्त स्वरमा उत्तर दिइन्, आमा, अब बुझ्नुहोस्, हामी अन्धविश्वासमा बाँचिरहेका छौँ। आज एउटा गौरी मरिन्, तर यस्तै अन्धविश्वास रहिरह्यो भने हजारौँ गौरी मर्छिन्। सोच पुर्याऊ। जो अन्धकारसँग डराउँछ ऊ कहिल्यै उज्यालोमा पुग्न सक्दैन भनेर ललिताले सम्झाइन्। गाउँका पुरुषहरू मौन, आमाहरू आँसु पुस्दै उभिएका थिए। गौरीकी आमा अगाडि बढिन् र भनिन्, अबदेखि कुनै छोरी गोठमा सुत्ने छैनिन्। गौरीको मृत्यु अन्त्य होइन, सुरुवात हो। त्यो दिन सबै गाउँले हातमा हात मिलाई गोठ भत्काउन लागे। परालको धुलो उड्यो र त्यो धुलोभित्र एक नयाँ बिहान उदायो। केही हप्तापछि गाउँको बीचमा एउटा हातमा पुस्तक समातेको गौरीको मूर्ति बनाइयो।
मूर्ति गौरीको अनुहार सहितको थियो। मूर्तिमा लेखिएको थियो, उसले गोठको ढोका कहिले खोलिनन् तर सोचको ढोका सधैँका लागि खोलिदिइन्। त्यो दिन मूर्तिको छेउमा ललिता उभिइन् र अन्तिम सम्बोधन दिइन् र भनिन्, गौरीले हामीलाई सिकाइन् चलनले होइन परिवर्तनले समाज बाँच्दछ। ललिताका कुरा सुनेर गाउँका सबै मानिसहरूले एकै स्वरमा बोले, धन्यवाद छोरी, हाम्रो आँखा खोलिदिएकोमा। अबदेखि हामी डर होइन ज्ञानमा बाँच्नेछौँ। त्यो दिनपछि गाउँमा सबै मानिसहरू बीच मेलमिलाप भयो। कुनै भेदभाव रहेन। पुरुष र महिला दुवै सम्मानका साथ काम गर्न थाले। विद्यालयमा छोरीहरू हाँस्दै पढ्न जाने भए, आमाहरू खुलेर कुरा गर्ने भए। गाउँ शान्त रमाइलो र उज्यालो भयो। बिहान हरेक घरबाट धुलो उड्थ्यो, चुलो बल्थ्यो अनि आकाशमा सुनौलो घाम चम्किन्थ्यो। हरेक वर्ष फागुन महिनामा गाउँलेहरू गौरीको मूर्तिमा फुल चढाउँथे र भन्थे, छोरी तिमी मरेर गए पनि हामी सबैको सोच जन्माएर गयो। र गौरीका बुबा घराइसी काममा व्यस्त र गौरीकी आमा गाउँमा आफैले स्वास्थ्य समूह चलाउँदै आएकी छन्। धन्यवाद।